आजको भिडियोमा सबैजनालाई स्वागत छ। आज चाहिँ म हाम्रो यो जङ्गलमा यो बाख्रा बान्नलाई चाहिँ किला चाहिएको थियो अनि त्यसको लागि चाहिँ आमा र म चाहिँ यो किला ल्याउन भनेर आएका छौँ। अनि त्यस पछाडि आजभोलि चाहिँ वन जङ्गलतिर चाहिँ हरियाली छ। आगो लागेर अस्तिनपुर चाहिँ नाङ्गै थियो। आजभोलि चाहिँ पानी आएर चाहिँ फेरि अलिअलि पालुवाहरू पलाएर वन जङ्गल चाहिँ एकदम हरियो भएको छ। अनि आज राति चाहिँ हल्का हल्का पानी पनि आयो। अनि त्यस पछाडि आज चाहिँ अब किला चाहिएको थियो हामीलाई। अनि आमा र म चाहिँ किला ल्याउन आएका छौँ। अनि हामी चाहिँ अहिले किला खोज्दैछौँ। अनि त्यस पछाडि अब किला भेटे पछाडि चाहिँ किला काटेर लैजाने हो। आमा अलि तल ऊ त्यहाँ पर हुनुहुन्छ, म अलि यता माथितिर छु। अनि त्यस पछाडि आज चाहिँ हजुर हुन्छ नै धाउ भए पनि अब सोझा सोझा ठिक ठिकै हुनु पऱ्यो, भेटिनु पऱ्यो। अनि त्यस पछाडि चाहिँ हामीले अझै काट्न सुरु गरेका छैनौँ। हामीले चाहिँ किला खोज्दैछौँ अझै। अनि त्यस पछाडि चाहिँ मौसम अलिक गर्मी जस्तो पनि छ, घाम लाग्न लागेको छ। अनि त्यस पछाडि अनि यो चाहिँ हाम्रो गाउँको भ्यू हो। अनि त्यस पछाडि आजभोलि चाहिँ एकदम वन जङ्गल हरियो गजब कस्तो राम्रो देखिरहेको छ। अनि त्यस पछाडि यो चाहिँ खजुरी बाब्यहरू पलाइरहेको छ। त्यस पछाडि चाहिँ यसलाई चाहिँ हामीले चाहिँ थागल मार्ने भन्छौँ। थागल चाहिँ कहिले मारेर चाहिँ खाइसकेको रहेछ। अनि त्यस पछाडि यो चाहिँ सालका बुट्टा अनि यो ढौँटीका बुट्टा। अनि त्यस पछाडि चाहिँ यो गाईलाई बाख्रालाई खानको लागि चाहिँ घाँस आजभोलि वन जङ्गलमा प्रशस्त छ। अनि त्यस पछाडि चाहिँ यो देखिरहेको गाउँ चाहिँ यो हाम्रो गाउँ हो, दमार गाउँ। अनि त्यस पछाडि यो उतातिर यो देखिरहेको छ यो गाउँ चाहिँ हो साट्टाकुरा सिमतारा। अनि त्यस पछाडि अनि यतातिर यो देखिरहेको छ माथितिर यो चाहिँ साट्टाकुरा सिमताराको वन हो। अनि हामी चाहिँ हाम्रो वनमा छौँ। अरूको वनमा चाहिँ गएर काट्न पाइन्न, समितिले चाहिँ कारबाही गर्छ। अनि त्यस पछाडि हामी अलि माथितिर जानु पर्यो। अनि यो चाहिँ यो रातेको चाहिँ टट्टी हो यो। अनि त्यस पछाडि यो पनि छोडेर हामी अलि अगाडितिर बढौँ। अनि किला चाहिँ अब भेटिन लाग्यो। अब किला चाहिँ हामी यतै नै काटेर जानुपर्छ। अगाडि जानुपर्छ। अनि यो चाहिँ खजुरी हो। अनि आजभोलि अब आगो लागेर सबै जलेर सिद्धिसक्यो। खजुरी चाहिँ सबै सिद्धिसक्यो। अब पोहोर चाहिँ आगो लागेको थिएन र अलिअलि खजुरी खाइया हो। यो वर्ष त आगोले सबै स्वाहा। खजुरीका बुट्टा अरू करौतीका बुट्टा सबै सुकेर खतम भइसक्यो। अनि त्यस पछाडि म अलि माथि डाँडामा जान लागिरहेको छु। शीतलो पनि छ, मौसम ठिकै छ। अनि किला चाहिँ यहाँ रहेछन्। काट्नुपर्ने चाहिँ सानो सानो सिधा लग्नलाई पनि सजिलो। अनि यस्तो चाहिँ हो काट्न खोजेको चाहिँ खासमा। अनि त्यस पछाडि यहाँ चाहिँ बरको बुटो पनि रहेछ, पिपलको बुटो पनि रहेछ। यो बरको बुटो अनि यो चाहिँ पिपलको बुटो। अनि हामीले चाहिँ यहीँबाट काटेर लैजानुपर्छ। अनि आजको भिडियो चाहिँ तपाईँलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा आएर कमेन्ट पनि गर्नु होला र लाइक पनि गर्न नभुल्नु होला है त।